भित्रबाट घाँस लिएर आइदिएर यार सक्दैन के एस्टिमेटसम्म कसैले पनि सक्दैन भने ओके ओए ओए बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये छूम ले आजा नजरे एस्टिमेटको म्युजिकको भाइब त छँदैछ हैन लिरिकहरुको छँदैछ है यो कुराहरु सबलाई साइड राखेर वाइ आई एम अ क्रेजी अफ एस्टिमेटको म्युजिकहरु भन्दाखेरि भिडियो भित्र केही हुन्छ के एस्टिमेटको प्यारी समझ गई सो ऑल गाइज वेलकम ब्याक सबैजनालाई फेरि पनि मेरो न्यू एन्ड द रिएक्सन भिडियोमा एन्ड सो गाइज के चाहिँ खबर सन्चै हुनुहुन्छ सन्चै बस्नुपर्छ फिट एन्ड फाइन अलवेज बी स्ट्रङ है त सो एस्टिमेटको यो नयाँ गानाको टाइटल छ सिनेमा भन्ने छ एन्ड एस्टिमेटको म्युजिक भिडियोमा दुईटा कुरा हुन्छ एउटा हुन्छ मोडल हुन्छ ओके मोडल हुन्छ मोडल कस्तो छ के भन्ने हुन्छ हैन अनि अर्को एनादर हुन्छ हाम्रो काजीबा त कहीँ छुटी नै छुट्नु आई डोन्ट नो मैले यो म्युजिक भिडियो त हेरेको छैन पक्कै पनि यहाँ पनि काजीबा हुनै पर्छ किनभने अहिलेसम्म रेकर्ड तोडेको छैन एस्टिमेटले हैन सो लेट्स गो लेट्स स्टार्ट दिस एस्टिमेटको न्यू म्युजिक भिडियो सिनेमा भन्ने है त लेट्स गो बेले बाटे सर्भिस ओके एन्ड बाइ द वे म के खाँदैछु है सरी के हो र फ्लमे यत्रो महल छ अनि महलको अगाडि गाई छ हैन अनि यो महल चाहिँ हो चिका नेपाल के हो यो समथिङ लाइक होटल होला हैन अनि गाई छ भनेपछि केही त छ नाइस ल भित्रबाट घाँस लिएर आइदिएर यार सक्दैन के एस्टिमेटसम्म कसैले पनि सक्दैन भने ओके ओए ओए बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये छूम ले आजा नजरे मा नजर जो दो आँखैले मैले भनेको थिएँ एन्ड के थियो त्यो लुक एट दिस ब्युटी लुट होली क्रैप मैन काल किलिङ इट हो ब्रो के भने साइलेन्ट प्लिज सरी कपी क्याट भयो माय गॉड म त सिनेमाको डिरेक्टर रोल दिन्छु फिल्ममा सुटिङ कथा गरे भन बम्बेको दिल्लीमा हिट हुन्छ सिनेमा रोल क्यामेरा एक्सन शट रेडी छ लाइफस्टाइल हेर मेरो लग्जरी छ मलाई तिमी मन पर्यो तिमी लकी रहेछ हिजो अँध्यारोमा लाको माया डगी रहेछ 24 को कम्मर अनि 36 को छाती नाइटोमा छेडेको मिनी स्कर्ट माथि हाइसमा क्याट वक खिडी राखी टिक टिक टक गरौ मिट अप मलाई गर्न मन छैन बिग टक लेट मा टिक टक क्या सेक्सी फिगर एस पनि फिगर मेरो हाई भयो मिटर तिमीलाई चाहिँदैन फिटर बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये छूम ले आजा बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये छूम ले आजा दिया प्यार दिया पैसा दिया बिन तेरे क्या जिया कैसा जिया ना 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 अब तू बस कर छोरी मार डाला तूने मुझे हंस कर छोरी आधे रात पर तू कल मत कर छोरी आना है तो सीधा दे 10 तक छोरी क्या क्यों किसी का मुझे मत पूछ हूँ मैं मजबूर तेरे प्यार में दूंगा सब कुछ दिलदार में बेटा हूँ तेरे इंतजार में हमरो जोड़ी देखेर दुश्मन हेरेको हेरे हमरो पैसा देखेर दुश्मन हेरेको हेरे हमरो पारा देखेर दुश्मन हेरेको हेरे हमरो काम देखेर दुश्मन हेरेको हेरे बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये छूम ले आजा बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो बाय द वे हु इज सी गाइज तपाईहरु चिन्नुहुन्छ को मोडल हो भनेर आई थिंक सी इज नट फ्रम नेपाल है मेरो विचारमा चाहिँ बिकज इफ नेपाली भएको भए त नेपाली त्यसमा पारदर्शी चाहिँ गर्दैन थियो होला नि त बट एनीवे ब्रो ड्याम दुश्मन हेरेको सरी
दुश्मन हेरेको हेरेर हैन मतलब ओके लेट्स गो मुझे बदन ये चूम ले आजा तिम्रो लाइफस्टाइल चेन्ज गर्छु गर मेरो संगत उमेर कति कान्छीको कति विक्रम सम्बत 7231 तिम्रो लकी नम्बर अफरमा दिन्छु तिमीलाई उपहार बम्पर एक कल गर्छु म नाका पुगेर घर आउँछु पैसाको बाक्सा बोकेर तिमीलाई सुनमती हिरा दिन्छु लासा पुगेर मलाई बोल्न आउँदैन हेर गाँजा पुगेर यो रेडी भई बसलिन तिम्रो मर्द आछ कि यार कि पार मर्दले गर्छ आज नभन शर्म लाग्छ बत्ती दिबाएर दिन्छु मायाको चिनो त्यो चिनोदेखि तिमीलाई चाँडै गर्व लाग्छ यो नलगाउन चुकुल तिम्रो कोठाको हेर को आको बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे बदन ये चूम ले आजा बना के पानी मुझे बुझा ले प्यास राजा ऐसे न देखो मुझे I told you guys है काजीबा म भन्ने काजीबा किन मिसिङ भइरहेछ किन मिसिङ भएर म सोचिरहेको थिएँ कि बरु फाइनली I saw him oh my god बदन ये चूम ले आजा मार्यो मैले भनेको थिएँ नि होइन एस्टिभेनको म्युजिक त भाइबहरू त बब्बाले हुन्छ होइन एकदमै लिरिकहरू पनि ठिकै हुन्छ होइन राम्रै हुन्छ है अनि त्यसपछि म्युजिक भिडियोमा हुनुहुन्छ मोडल क्या त्यसमा डिपेन्ड हुन्छ क्या एस्टिभ्यान चाहिँ कस्तो खाले म्युजिक भिडियो लिएर आएको छ भनेर है सो अर्डर गाइज यति एस्टिभ्यानको सिनेमा भन्ने सो तपाईँहरूलाई कस्तो लाग्यो नेपाली हिन्दीको मिक्स र सायद मिक्स पनि भन्न मिल्दैन अब त्यही हो होइन अनि सो मोडल चाहिँ आई डोन्ट नो सी इज नट फ्रम नेपाल कहाँबाट हो एन्ड सी इज ड्याम भन्दा अगाडि आएको थिएन अगाडि होइन म त टाइपै भइदिएर भने एन्ड काजीबा है काजीबा इज अलवेज इन एस्टिभ्यान भिडियो क्या जहिले पनि हो किन भन्दाखेरि गाइज अब समय चेन्ज भइसकेको छ होइन समय चेन्ज भइसकेको छ है सो यु क्यान सी दिस भिडियो इन फ्रन्ट अफ युर फ्यामिली भन्ने टाइपको हो कि के हो आई डोन्ट नो के हो है सो गाइज यही थियो तपाईँहरूलाई कस्तो लाग्यो एस्टिभ्यानको यो म्युजिक भिडियो एन्ड मलाई चाहिँ बबाल लाग्यो हेरिरहँ भन्ने टाइपको लाग्यो है सो यही थियो सो अलराइट गाइज एस्टिभ्यानको फ्यानहरू एन्ड प्लिज डु कमेन्ट एन्ड प्लिज सब्सक्राइब माई च्यानल अल्सो है त विल मिट सुन अगेन इन माई नेक्स्ट न्यू रिएक्सन भिडियो गाइज त्यति बेलासम्म यु गाइज टेक केयर अफ युर सेल्फ है त बाई